टासीदेले नमस्कार। तिब्बत टिभीको नेपाली प्रसारण हेरिरहनु भएका सबै श्रोताहरूलाई स्वागत छ। यस सप्ताहको तिब्बत परमपावन दलाई लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूका साथ म लिडो साङ्पो उपस्थित भएको छु। सुरु गरौँ यस सप्ताहको प्रमुख समाचारहरू संक्षेपमा। परमपावन दलाई लामा ज्यूद्वारा समानुभूति र करुणाबाट पुलिसिङमा सल्लाह। एउटा तिब्बतीलाई 13 वर्षको जेल, 7 वर्षपछि समाचार प्राप्त। तिब्बतको डिरु काउन्टीमा तिब्बती ब्राह्मण मार्गदर्शकको जेलमा घाइते हुँदा मृत्यु। केन्द्रीय तिब्बती प्रशासनले नवसुधार गरिएको वेबसाइट सुरु। जापान र चेक रिपब्लिकमा तिब्बत समर्थन समूहले तिब्बतको लागि समर्थन जारी राख्ने। अमेरिकी राज्य विभागद्वारा लोसरको भर्चुअल समारोहमा सहभागिता। तिब्बत नीति र समर्थन ऐन 2020 को भर्चुअल उत्सव आयोजन। भारतीय पुलिस फाउन्डेसनका सदस्यहरूसँगको छलफलमा परमपावन दलाई लामा ज्यूले पुलिस स्वतन्त्रता र लोकतन्त्रको रक्षा गर्नको लागि रहेकोले पुलिसले प्रेरणाको बारेमा जाँच्नु आवश्यक छ भन्नुभयो। जुन सिद्धान्तहरू मान्दछन् त्यसबारे काम गर्नुपर्छ भन्नुभयो। परमपावन ज्यूले भारतीय सेनाले सिमानाको रक्षा गरेकोमा प्रशंसा गर्नुभयो र उनीहरूले यो भूमि मात्र नभई यस भूमिमा विकास भएको संस्कृति र मूल्य मान्यताहरूको पनि रक्षा गरिरहेका छन् भन्नुभयो। India, as I mentioned earlier, one of the biggest democratic country, now protect this country. Not just its border or these things, but protect 1,000-year-old India's tradition. Very important. These Karuna, Ahimsa, you see, these Indian tradition actually world need. परमपावन दलाई लामा ज्यूले यस हप्ता बुधबार भारतीय पुलिस फाउन्डेसनसँग पुलिसिङमा समानुभूति र करुणाबारे भर्चुअल वार्ता गर्नुभयो। तिब्बत हाउस अमेरिकाको 34औं वार्षिक लाभदायक कन्सर्टको अवसरमा एउटा विशेष भिडियो सन्देशमा परमपावन दलाई लामा ज्यूले तिब्बती संस्कृति र परम्पराको प्रवर्धनमा उल्लेख्य योगदान पुर्याएकोमा संगठनलाई धन्यवाद दिनुभयो। And some organization like Tibet House is very useful, very helpful to make clear what is Tibetan culture. And those who see people who helping Thurman. So these, I think, gradually will be a sort of informer to new area or west. So therefore, I really appreciate Bob Thurman, my long time my friend. जुलाई 2013 मा पक्राउ परेका तिब्बतीको 7 वर्षपछि समाचार आएको छ। तिब्बतको राजधानी ल्हासादेखि 50 किलोमिटर भन्दा कम अवस्थामा रहेको चुशुल जेलमा नामदागलाई राखिएको खबर आएको छ। नामदाग नागचु डिरु काउन्टीका तथाकथित तिब्बती स्वायत्त क्षेत्रमा आउँदछन्। तिब्बतीहरूलाई भारतमा भाग्न सहयोग गरेको आरोपमा उनलाई सजाय सुनाएको थियो। स्रोतका अनुसार डिरुबाट 6 वा अन्य तिब्बतीहरू आएका थिए जसलाई नामदागसँगै 13 वर्षको जेल सजाय सुनाएको थियो। यद्यपि तिनीहरूको नाम र शुल्क लगाएका विवरणहरू अझै स्पष्ट छैनन्। केन्द्रीय तिब्बती प्रशासनका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको ह्युमन राइट्स डेस्कले नामदाग एपेन्डिक्सबाट पीडित भएको र उनको स्वास्थ्य लुकाउनको लागि चिनिया अधिकारीहरूले उनको परिवार र आफन्तलाई विगत 2 वर्षदेखि जेलमा भेट्नबाट प्रतिबन्ध लगाएका छन्। 51 वर्षीय तिब्बती ब्राह्मण मार्ग निर्देशक कोन्चोक जिम्पा, जसलाई 21 वर्षको जेल सजाय पाएको थियो, घाइते भएका कारण 6 फरवरीको दिन ल्हासामा उनको निधन हुनुभएको छ। ह्युमन राइट्स वाचले रिपोर्ट गरेको अनुसार उनी ब्रेन हेमरेज र प्यारालाइज भएको उल्लेख भएको छ। ह्युमन राइट्स वाचका अनुसार कोन्चोक जिम्पालाई उनको परिवारको जानकारी बिना चिनिया अधिकारीहरूले नोभेम्बर 2013 मा पक्राउ गरेका थिए। 2013 मा चीनको अनिवार्य झण्डा उडान अभियानको विरुद्ध प्रदर्शन गरेको क्रममा
सयौं तिब्बतीहरूलाई डिरु कौन्टीबाट पक्राउ गरेको थियो, जहाँ स्थानीय तिब्बतीहरूले हरेक घरबाट चिनिया झण्डा उडाउन बाध्य बनाएको थिए। कोन्चोक जिम्बा पनि पक्राउ परेका थिए। उनलाई आफ्नो क्षेत्रको प्रदर्शनमा विदेशी मिडियामा जानकारी बाँटेकोले राज्य रहस्य भइरहेको अभियोग लगाएको थियो र 21 वर्षको जेल सजाय सुनाएको थियो। तिब्बती नयाँ वर्षको अवसरमा केन्द्रीय तिब्बती प्रशासनले तिब्बती, अङ्ग्रेजी, चिनिया र हिन्दी भाषामा पुनः डिजाइन गरिएको वेबसाइट tibet.net मा सुरु गरेको छ। सुधारिएको वेबसाइटसँग खोज इन्जिन र डाउनलोड योग्य प्रकाशनहरू सहित नयाँ सुविधाहरू छन् र यसमा केन्द्रीय तिब्बती प्रशासनको भर्चुअल टुर पनि उपलब्ध छ। जापान र चेक रिपब्लिकका तिब्बत समर्थन समूहले तिब्बत प्रति निरन्तर समर्थनको पुष्टि गरेका छन् र तिब्बत नीति र समर्थन ऐन 2020 कानुनमा पारित गरेकोमा संयुक्त राज्यलाई धन्यवाद दिएका छन्। जापानमा 12 प्रमुख तिब्बत समर्थन समूह र तिब्बती बौद्ध शिक्षा केन्द्रका प्रतिनिधिहरूले वेबमिलन सम्मेलनमा भाग लिएका थिए। सम्मेलनले जापानी टापुमा चिनिया सरकारको घुसपेठको विरुद्ध खडा हुने र तिब्बतमा भएको मानव अधिकार उल्लङ्घनको अन्त्यको लागि छलफल भएको थियो। तिब्बतका लागि चेक संसदीय समूहले आफ्नो बयानमा तिब्बतीहरूलाई मध्यम मार्ग दृष्टिकोणमा प्रस्तावित गरेको अनुसार वास्तविक स्वायत्तता प्राप्त गर्न नपाएसम्म उनीहरूको समर्थन हुने आश्वासन दिएको छ। अमेरिकी राज्य विभागले गत हप्ता शनिबार एउटा अत्यावश्यक लोसार समारोह आयोजना गरेको थियो, जसमा राज्य सचिव एन्टोनी ब्लिङ्कनले लोसारका लागि बधाई र तिब्बतको भाषिक र सांस्कृतिक सम्पदाको संरक्षण र सम्मान गर्नु बाइडेन प्रशासनको प्रतिबद्धता रहेको आश्वासन दिनुभयो। तिब्बती नयाँ वर्षको भर्चुअल उत्सवमा वरिष्ठ आधिकारिक लिसा पिटरसन लगायतका राज्य विभागका धेरै वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। तिब्बत दूतावास कार्यालयका प्रतिनिधि मुटुप छिरिङ र तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियानका अध्यक्ष रिचर्ड ग्यारी लगायत विशेष व्यक्तिहरूको उपस्थित हुनुहुन्थ्यो। क्षेत्रीय तिब्बती सङ्घ म्यासाचुसेट्सले तिब्बती नीति र समर्थन ऐन 2020 को ऐतिहासिक सफलता र कङ्ग्रेसका सदस्य जिम मैकगोवन र सेनेटर मार्को रुबियोलाई सम्मानित गर्नको लागि यस हप्ता बुधबार एक भर्चुअल उत्सवको आयोजना गर्नुभयो। प्रशासनका प्रमुख डाक्टर लोब्सन सिङ्गे, सेनेटर रुबियोका विदेश मामिला सल्लाहकार बेथनी पॉलस, केन्द्रीय तिब्बती प्रशासनका सूचना तथा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको पूर्व सचिव दाडुन शेर्लिङ, सेनेटर रुबियो कार्यालयका निर्देशक टड रिड, चीन आयोगका कर्मचारी निर्देशक जोनाथन स्टिभर्स, उत्तरी अमेरिकाका प्रतिनिधि मुटुप छिरिङ, तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियानका अन्तरिम अध्यक्ष फुजुङ छिरिङ, आजाद तिब्बत छात्र सङ्घका कार्यकारी निर्देशक दोर्जे छेतेन, उत्तर अमेरिकाका प्रतिनिधि सङ्घ अध्यक्षहरू, क्षेत्रीय तिब्बती सङ्घ म्यासाचुसेट्सका अध्यक्ष छिरिङ टुन्डुम र अन्य हिल कर्मचारीहरू आभासी समारोहमा उपस्थित हुनुभएको थियो। प्रशासनका प्रमुख डाक्टर लोब्सन सिङ्गेले तिब्बती नीति र समर्थन ऐन 2020 सफलताका लागि कङ्ग्रेसम्यान जिम मैकगोवनले महत्त्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिनुभयो। कङ्ग्रेसम्यान जिम मैकगोवन र सिनेटर मार्को रुबियो दुवैले तिब्बतलाई अन्तर्राष्ट्रिय मञ्चको एजेन्डामा राख्नु प्रमुख भूमिका खेलेका थिए। 90 मिनटको कृतज्ञता समारोहले तिब्बत नीति र समर्थन ऐनको महत्त्व दोहोऱ्याएको छ, किनकि यसले तिब्बतको लागि अमेरिकी समर्थनमा अझै अर्को सफलताको रूपमा चिन्ह लगाएको छ र संयुक्त राज्यले कसरी तिब्बतको लागि महत्त्वपूर्ण प्रवक्ताको रूपमा निरन्तरता पाइरहेको छ भन्ने कुरा प्रमाण गरिरहेको छ। यसका साथै आजको लागि साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। टासिदेले धन्यवाद।